कालीकोटको सिँचाइ कुलोमा 19 लाख बढी भ्रष्टाचार, उपाध्यक्ष सहित 9 जनामाथि मुद्दा। कालीकोटको नरहरिनाथ गाउँपालिका 7 मा ओगडेनी सिरुपाटा हुँदै उत्सव आँधीखोलासम्मको सिँचाइ कुलो निर्माणमा करिब 19 लाख 48 हजार रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको पत्ता लागेको छ। यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगको अनुसन्धानले तत्कालीन उपाध्यक्ष मनसुबा बुढालाई योजनाको मुद्दा जिम्मेवार ठहर गर्दै काम सम्पन्न नभए पनि झुट्टा प्रतिवेदन प्रमाणित गरी गैर कानूनी लाभ लिएको आरोप लगाइएको छ। त्यसैगरी वडा नम्बर 7 का तत्कालीन वडा अध्यक्ष दलबहादुर विश्वकर्माले 930 मिटर निर्माण हुनुपर्ने कुलो 354 मिटर मात्र बने पनि कागजमा 730 मिटर लेख्न सघाएको निष्कर्ष आयोगले निकालेको छ। 2077-78 मा मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत 42 लाख 84 हजार बजेट विनियोजन भए पनि निर्माणमा पदाधिकारी, प्राविधिक र उपभोक्ता समितिको मिलेमतोमा जालजेल भएको आयोगको स्थलगत नाप जाँचले पुष्टि गरेको छ। यसमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल नेउपाने, सब इन्जिनियर अनिल कुमार विष्ट र अमर शाही, उपभोक्ता समिति अध्यक्ष नरेश बहादुर शाही सहित 9 जनालाई प्रतिवादी बनाइएको छ। अख्तियारले उनीहरूमाथि 19.5 लाख बिगो कैद र जरिवानाको माग दाबी गरेको छ। साथै श्रमिकलाई ज्याला नदी रकम हिनामिना भएको प्रमाण पनि खुलेको आयोगको भनाइ छ।